Hi guys, let's make कुविन्डोको मिठाई के पो भन्छ त्यसलाई पेठा जस्तो लाग्यो है मलाई। कुविन्डो त खोज्दा खोज्दा बल्ल बल्ल मेरो एउटा साथीकोमा रहेछ, उसले ल्याइदियो। नभए त पहिले त फेला हुन्थ्यो हैन, के साह्रो नभेटेको अहिले त। अनि एउटा रहेछ, उसले ल्याइदिएको थियो हिजो। यसलाई मैले धोएर ल्याएँ, अनि कस्तो काट्नु नसकिरा क्या उहिले त। अनि मम्मीले खुकुरीले काटिदिनु भयो। यहाँनिर राँगा काटे है भन्दै काट्दै हुनुहुन्छ यहाँ मम्मीले चाहिँ। मम्मीले काटेर पिस पिस बनाइदिनु भयो। त्यसपछि मेरो पालो यहाँ तास्ने, त्यसको अगाडिको त्यसको बिउ निकाल्ने अनि यसलाई तास्ने। यो चाहिँ मैले टिकटकमा रेसिपी देखेको थिएँ, अनि त्यही रेसिपीलाई फलो गरेको मात्रै हो मैले हैन। मलाई पनि आउँदैन मजाले त, जे होस् कस्तो हुन्छ ट्राई गरेको हैन। मैले ट्राई गर्छु, राम्रो भयो भने तपाईहरु पनि ट्राई गर्नु है। अब मजाले ताछेर हैन यसलाई लामो लामो काटेपछि चाहिँ यहाँनिर यसरी भइरहेको छ। त्यसपछि चाहिँ यसलाई हैन यो काँटाले यसरी कच घोच्ने, अनि यहाँनिर चाहिँ घोचेर यसलाई पछाडि अगाडि बनाएर घोच्नु पर्ने रहेछ। अनि यहाँ भदेर मम्मीले यहाँनिर दुईजना मिलेर छिटो छिटो घोचेर यहाँनिर घोच्दैछौँ। काँटा पनि बाङ्गो भइ गएर मेरो त हैन घोच्यौँ। अनि त्यसपछि ठुलो ठुलो पिसमा काट्दैछु म चाहिँ। अनि ठुलो पिसमा काटिसकेपछि चाहिँ यसलाई मजाले धोएर ल्याउने। मजाले धोएपछि चाहिँ चुना पानीमा भिजाउनु भनेको थियो। चुना म कहाँबाट ल्याउनु अनि मम्मीले त्यहाँ एउटा बोजूलाई माग्दिनु भयो चुना अलिकति। अनि यो चुनामा भिजाएँ मैले। अब चुनामा हालेर भिजाएर रातभरि छोड्नुपर्छ। अनि मैले यहाँनिर चुना पानीमा भिजाएर मैले छोडिदिएँ, रातभरिको लागि छोडिदिएँ। यो चाहिँ आज बिहानको हो, मैले हिजो रातभरि भिजाएर यस्तो भइरहेछ। त्यसपछि मैले यसलाई चुना पानी मजाले पखाले त्यसलाई। अनि ग्यासमा कन्ती बसाएर यसलाई उमाल्नु त झन्डै बिर्सिरहेको, म त झन्डै चास्नी पो बनाउन आँटिरहेको थिएँ। अनि सुरुमा चाहिँ यसलाई उमाल्ने एकछिन पनि कति भन्नु 5-10 मिनट होला हैन। मैले टाइम चाहिँ मजाले हेरिराखिनँ। यसलाई मजाले उमाल्ने। उमालिसकेपछि चाहिँ यस्तो हुन्छ, कस्तो राम्रो देखिरहेछ नि। अनि ठुलो पिस राम्रो देखिरहेछ। अनि यसलाई चाहिँ मैले त उयोमा हालेँ। चिनी चाहिँ मैले माथिबाट हालेँ, किन भन्दाखेरि अब त्यसको भित्रको पानी धेरै निस्किन्छ नि त, त्यसले सोसेको पानीहरू निस्किन्छ भनेर चिनी चाहिँ मैले यही माथिबाट हाल्दै। अनि नभन्दै पानी पनि कम्ता धेरै निस्किएर म त सुक्छ जस्तो लागेको थिएन। यो बल्ल कति 10-20 मिनट कति मिनटपछि बल्ल अलिक सुक्यो, अलिक राम्रो भयो। त्यसपछि एकछिन प्लेटमा निकालेँ। थालमा निकालेपछि चाहिँ यहाँनिर टक्क यसरी नाङ्लोमा उयो गरेको छु। हेर्नुहोस् त कस्तो राम्रो देखिरहेछ। अलिक ठुल्ठुलो पिस काटेको थियो, सुकिगएको छ पिस चाहिँ हैन, तर पनि ठिकै छ। घाममा सुकाएर अब तपाईहरुलाई म भरे नभए भोलि देखाउँछु ल, आज दिनभरि घाममा सुकाएर। थ्यांक यू फर वाचिङ गाइज, बाई बाई।